Okay, read again. Next. Exercise again. Wow. Move faster, move faster, move faster. Faster, faster. Yes. Faster. Yes. Faster, okay? Cannot cover the chair. Distance in the chair. Distance in the chair. No. One, two. Up, two. Up, two. Next. Okay, top 3 contenders. Right, top 3 contenders. Yes. Be careful. One push. Yes. Okay, top 2. Time for the winner. Put your hand on it. Yeah, he's danger. He's danger. Go online, go online. Oh my God. What is this? Okay. Winner. Winner is Asta. Clap, clap, clap to Didi. Yes, look at this. Look at this. Yes. Look, Second. look, first runner up. Second. Thank you, Mona. Second runner up. Thank you, Mona. Ah, thank you. Which one is first? Clap, Yes. clap, everybody. Thank you. Second. Yes. Yes. Next one. Okay, clap. Yes. Clap for her. Wow. Look, everyone's getting Yes. gift hampers. Look. The next one. Come on. Oh, clap, please. Look. Everyone is winner. Look. Thank you. सबैजना winner. Yes. हामी चाहिँ यहाँ वास्तवमा चिन्जानमा आएको चाहिँ एमआईको प्लेटफर्मको कारणले गर्दाखेरि होइन आफ्नो संस्थाहरू पनि छ नेपाली समाजमा संस्था छ सङ्घ संस्थाहरू थुप्रै छन् त्यहाँ आबद्ध हुने एउटा बाटो रह्यो यतापट्टि भेटघाट हुँदै गर्दाखेरि कहिलेकाहीँ त्यो एमआई भनेको व्यवसायिक बिजनेस पनि हो भन्ने कुरा पनि एउटा म्यासेज गइरहेर जाँदै गर्दाखेरि हङकङको अब दौडधुपपूर्ण जीवन छ त्यसलाई पनि अलिकति स्ट्रेस रिलिज गर्ने बाटो ठाउँ पनि पाऊँ कि भन्ने हिसाबबाट यो ठाउँलाई हामीले लोकेट गरेको त्यसले गर्दाखेरि एकअर्काले कुराहरू आदान प्रदान गर्ने सिक्ने कुराहरू होइन अनि विशेष गरी अब बच्चाहरूलाई पनि एउटा राम्रो संस्कार सिकाउने कुराहरू गेम खेल्ने रमाइलो गर्ने त्यो चाहिँ उद्देश्य हो त्यसपछि त्यसो हो भने त्यसलाई हामीले अझै प्रभावपूर्ण तरिकाले चाहिँ प्रभावकारी तरिकाले अगाडि बढ्नको लागि चाहिँ त्यही विषयमा हामी छलफल गरिरहेका छौँ छुट्टी मिलाउन गाह्रो के हुने गाह्रो भएर 3 महिना 4 महिना अगाडि हामीले डेट फिक्स गरेको हुन्छौँ तपाईँहरूलाई एकदमै अब नयाँ वर्ष आउनु लाग्दो भनेर अग्रिम नयाँ वर्षको शुभकामना अब 2026 सबैलाई शुभ रहोस् होइन तपाईँहरू हराएको र आजको कुरामा तपाईँ आइदिनु भयो अङ्कलको व्यस्त समयमा तर
हामीले यो कुरो पनि हामी 3 महिना अगाडि सेटअप गरेका थियौँ होइन यो कुरा चाहिँ भयो अब रमाइलो बन्न पर्ने हो भने एउटा कुरा रह्यो तर अब रमाइलो सबैलाई चाहिएछ किन नभ्याइएको भनेको हामीले बुझेन अब फेरि हामी अब यो 1-2 हप्तामा चाहिँ हामी नेक्स्ट अप्रिलमा कहिले आउने भने चाहिँ हामी भन्छौँ होइन फेरि हामी बसेर गरौँला सकेसम्म धेरैजना आएर एउटा इन्टरटेनमेन्ट मात्र नभएर एउटा जानकारीमूलक एउटा भेटघाट परिचयमूलक सबै कुरामा चाहिँ एउटा राम्रो किसिमको इन्फर्मेसन जाओस् भन्ने हेतु हो यसमा हाम्रो केही कमी रह्यो भने तपाईँहरूले सम्झाउनुहोस् हामीलाई सबै हामी कम्प्लिट त छैनौँ तर पनि आज चाहिँ जाडो महिना भएको भएर चाहिँ यसो मासुकोले पनि भेटघाट गरौँ भनेको रमाइलो हिसाबले चिन्जानको हिसाबले भेटघाट हिसाबले छ भयङ्कर राम्रो भयो तर तपाईँलाई केही इन्फर्मेसन दिन चाहिँ समयहरू पुगेन अब जाने बेला पनि भयो जानु पनि भयो यद्यपि हामीले के बुझ्नु पर्यो हामी यो सबै चाहिँ एमओईसँग बिलोङ गर्छौँ हामी पारिवारिक आए पनि हामीले एमओईमा चाहिँ कसरी बिजनेस डेभलप गर्न सकिन्छ यो नलजाएर भन्नुपर्ने कुरा होइन हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि हाम्रो आजको मिटिङमा चाहिँ हामीले घरमा चाहिने एभ्रिथिङ यदि हामीले यहाँबाट युज गऱ्यो भने चाहिँ एक दिन आजै त नहुनु अब मेरै कुरा 28-30 वर्ष लगाएको होइन यत्रो वर्ष बाहिर सपिङ गऱ्यो कहीँ पनि केही भएन भने अहिले यो विगतका केही वर्षमा यहाँ सपिङ गर्दा म अस्ट्रेलिया घुम्न गयो न्युजिल्यान्ड घुम्न गयो इटली गयो स्पेन गयो होइन चाइना गयो देश विदेश घुमेछ यहीँको खाएर घुम्न पाइन्छ किन नखाने र यहीँको खाएर ग्यारेन्टी हेल्दी भन्छ किन नगर्ने भन्ने कुरा तर मैले के भन्दा कल गर्नुहोस् गाउँ जाने गरी 10,000 दिनुहोस् भन्दैन तर तपाईँलाई नोमिनल घरमा चाहिने कफीदेखि नुहाउने साबुनदेखि तेलदेखि होइन भाँडाकुँडादेखि सबै कुरा पर्सनल केयर ब्युटी केयर न्युट्रिलाइटहरू सबै चाहिन्छ भने चाहिँ युज गर्दा चाहिँ हुन्छ भन्ने चाहिँ मलाई लाग्छ एमवेको यो इभेन्ट अन्तर्गतको चाहिँ हामीले यो आउटडोर एक्टिभिटिज पनि गर्छौँ छोखुङथाम आउटडोर रिक्रिएसन सेन्टरमा चाहिँ अहिले साँझ भइसकेको छ साँझमा चाहिँ हामीले आज बिबिक्यूको पनि यहाँ हामीले इभेन्ट छ ल है सुरु भइसक्यो बिबिक्यू लु एमवेको बार्बिक्यूमा चाहिँ आज चाहिँ विन्टर लागिसक्यो तर पनि यो विन्टर बोलाउने पानी चाहिँ परेकोले गर्दाखेरि एकछिन हामीले कटेजमा स्टे गरेर फेरि अनि दोस्रो लटको गर्दैछौँ बार्बिक्यू यहाँ लु एमवेको बार्बिक्यूमा चाहिँ आजको सबैभन्दा मुख्य आकर्षण भन्छ नि मेजर एट्र्याक्सन अहिले चाहिँ अब सुरु भयो पोर्क बिबिक्यू ल यहाँ उहाँहरूले चाहिँ दाइहरूले चाहिँ गर्दै हुनुहुन्छ पोर्क बिबिक्यू आजको मुख्य आकर्षण सुरु भयो अब मुख्य आकर्षण आजको है अब चाहिँ मैजारो हुन लाग्यो आजको मौसम चाहिँ एकदमै भनौँ न कस्तो छ पानी परिरहेछ तर एमवेको सप्लिमेन्ट्सहरूको कारणले गर्दाखेरि जतिसुकै पानी परे पनि जस्तोसुकै अप्ठ्यारो अवस्था भए पनि स्ट्यामिना हाई भएको हाम्रो एमवेको लिडर्सहरूले चाहिँ मासु पोलेर आजको बार्बिक्यूलाई चाहिँ एकदमै तातो बनाइरहनु भएको छ वुड लगाएर भए पनि ल अहिले चाहिँ अब बिबिक्यू भइसकेपछि हामी यहाँ बिबिक्यूको कार्यक्रम पनि गर्दैछौँ बिबिक्यू पाकिसकेपछि हुन्छ लास्ट अब यहाँ बार्बिक्यू एकदमै मेहनतिलो हाम्रो लिडरहरू हुनुहुन्छ सबै कुरामा पर्फेक्ट मासु पोल्नेदेखि लिएर कोसिस जारी छ हावाहुरी कसैले छेकेन पानी हाम्रो लिडरहरू कडा हुनुहुन्छ लोए माछाको भकुन्डो पाक्यो भकुन्डो चाहिँ नाचगान पनि छ है यहाँ चाहिँ
ल यस्तो पनि छ है नाचगान अब चाहिँ थाङकमनको गरेर घरतिर